ए साथीहरु ल खसीको मटन है गाइज ल आयो खसीको मटन स्पेशल पुरै फ्रेश आज चाहिँ बनाउनु भयो मस्तले। सो गाइज फाइनली मटनको लागि मसला रेडी भयो है तपाईहरुलाई म देखाउँछु हैन। यो चाहिँ मटन भयो, यता प्याज हैन, कता प्याज टमाटर र लसुन अनि अदुवा लसुनको कुटेको अनि जिरा धनिया सबै त्यसमा कुटेर रेडी भइसकेको छ। सो म अब चल्दिएको मटन पकाउन लागि आजको स्पेशल गाई सन्डे विशेष है। अब तपाईहरुलाई पछि अरु हैन कन्टिन्यू देखाउँ स्टार्ट गरिसक्यो अब मटन पकाउन। तेल तालिसक्यो, हल्का जिरा पकाउनु पर्यो। ओके अनि यो चाहिँ तेजपत्ता हैन जति हालिदिन्छु नि त स्वादको लागि। यो लास्ट ताली गरेर हैन प्याज हाल्नु पर्यो। ओके सो अलिकति मासु भुटिसक्यो। अब म यो दाउरा के थाहा छ नि दालचिनी सो म 2-4 पिस पनि हाल्दिन्छु। एक पिस हाल्दै सो गाइज अहिले मासु फ्राई भइसकेको छ। म यसमा मसला हाल्छु है। मसला हाल्नेवाला भइसक्यो। सो म अहिले अब खुर्सानी पेस्ट हालिदिन्छु अनि अदुवा लसुन पेस्ट सो एकछिनको लागि। सो गाइज फाइनली मटन पाकिसक्यो है। यो चाहिँ फ्राई निकालेको अनि यो त चाहिँ झोलवाला हो। यो भातसँग यो चाहिँ भुजासँग खानु पर्यो हैन। सो सम्पूर्ण मेरो प्रिय मित्रहरूलाई मटन खानलाई दिन्छु छ गाइज सबैजना है। अनि भिडियो कस्तो लाग्छ यति राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला सबैजनालाई। ओके बाई बाई, फेरि पनि आउँछु नेक्स्ट भिडियोमा।